हेलो गाइज, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज बाबुको स्कुलमा मिटिङ थियो अनि यो मिटिङ के बारे थियो भने अबदेखि क्लास 1 देखि लिएर क्लास 5 सम्म इक्जाम नहुने हल्ला थियो नि, हो त्यही बारेमा मिटिङ थियो। र हामीलाई मिटिङमा कालो चिया र एउटा बिस्कुट दिनुभएको थियो। यहाँ थियो मेरो साथी, मेरो बाबुको साथीको मम्मी, मेरो पनि साथी भएछ। उहाँलाई भिडियो देखाउँदा उहाँ लजाउनु भएको छ। र हामी बस्दा बस्दा हाम्रो मिटिङ पनि सकिसकेछ। हामी सबैजना पालो तल झरिरहेको छौँ। अब बच्चाहरूको स्कुल छुट्टी हुने बेला पनि भयो नि त, 3:40 छुट्टी हुन्छ। ठ्याक्कै मिटिङ पनि 3:40 भयो। 3 घन्टा जति मिटिङ थियो। हामीहरू सबैजना अभिभावकहरू जाँदैछौँ। अब आफ्नो आफ्नो नानी बाबुहरूलाई लिन तल गइरहेको छौँ। मिटिङ हल माथि छ नि त, त्यही भएर हामी माथिबाट तल झर्दा अलिक टाइम लागेछ। तल झर्दैछौँ सबैजना हामीहरू कुराकानी गर्दै गर्दै। र यहाँ चाहिँ अलिक ठुलो क्लासको क्लास चलिरहेको रहेछ। सानो सानोको मात्रै छुट्टी भएको थियो। हामीहरू सबै गइरहेछौँ। हामी बाहिर निस्क्यौँ। सबैजनाको बच्चाहरूको छुट्टी भइसकेको छ। बाबुहरूले नि हामीलाई कुर्दै बसेछन् होला, मम्मीहरू अहिलेसम्म किन आएन भनेर। आज मिटिङ अलिकति धेरै त होइन, 5 मिनट जति ढिलो भयो। माथिदेखि हामीलाई तल जाँदा बाबु पनि भेटाएँ मैले। र यहाँ उहाँको बाबु पनि आयो, आरिफ पनि आयो। हामीलाई वेट गरिसक्यो। आज यता कताबाट आउनुभएको मम्मी भन्दै मलाई चाहिँ बाबुले सोधिरहेछ। अनि हामी घर जाँदैछौँ। हाम्रो बाबुको फेरि ताल यस्तो छ, घर जाँदा जहिले नि यस्तै खेल्दै जाने हो। हिँडेर सरासर हातमा मात्र हिँडेर जाने, हिँडेर कता कता लुक्ने, मलाई तर्साउने, त्यही गर्दै हिँडिरहेको छन्। मैले अब हात समातेँ। अब रिक्साहरू गाडीहरू आउँछ, मम्मीको हात समातेर हिँड भनेको त अगाडि फेरि उसको साथी एरिकालाई भेटेछन्। उसलाई बोलाउँदै गछन् अगाडि लिएर गयो उसलाई। र हामी दायाँ बायाँ हेरेर बाटो पनि क्रस गरेँ। र अब उनीहरूको ताल हेर्नु है, सधैँको ताल यस्तै हो। अब एउटा यहाँ ढुङ्गा बिन्छ, अनि ढुङ्गा बिनेपछि यहाँ खोलामा फाल्ने बिनिसक्यो बाबुले, बिन्छ। अब आफूले र साथीलाई पनि दियो एउटा। अब यहाँ खोलामा फाल्ने, सधैँ आउँदाखेरि यस्तो एउटा न एउटा फाल्छ। सधैँ यही उनीहरूले नै ढुङ्गा फालेर हो कि यो खोला सुकाइदिएको। खोला भन्ने मात्रै, पानी कहिले हुँदैन। गएन अब अगाडि अब रेस्ट लिने भन्छ को गरेर। छोरा मान्छे त चकचक गरेछन्, चकचक गर्दै सधैँ यस्तै गरेर जाने हो। हिँडेर आस्ते बिस्तारै त कहिले पनि जाने होइन। विशेषलाई दौडेको देखेर एरिका पनि दौडिन् र हामी पनि घर पुग्यौँ। थ्याङ्क्स फर वाचिङ। बाई बाई।